अहिले तावा बसालेको छु। अब यसमा हामी यसलाई यहाँ खनेर मैले थोरै पानीले पखालेको यसलाई हामी अलिकति छोपेर पकाउँछौँ। अलिकति यसलाई चलाएर यसलाई फुट्छौँ हामी। मैले 1 मिनेट फुटिसकेँ। अब यो हाम्रो पुगिसक्यो। अब हामी यसलाई अचार बनाउँछौँ। मैले यो बाबरी अनि धनिया र हरियो खोर्सानी एउटा हाल्छु, फुटेको छु। यो हजुरहरूलाई पिरो मन पर्दैन भने थोरै हाल्दा पनि हुन्छ। यहाँ चाहिँ मैले पिरो मन परेको हुनाले यो अलि बढी हालेको छु। अदुवा, त्यसपछि टिमुठोरी, स्वाद अनुसार नुन, हरियो खोर्सानी एउटा पनि हाल्छु स्वादको लागि। तितो अचार मन पर्नेहरूलाई यो असाध्यै मिठो हुन्छ। शरीरमा भएको टक्सिनहरूलाई पनि फाल्ने काम गर्छ। यो सुगरको बिरामी, प्रेसरको बिरामीलाई पनि एकदम राम्रो छ। तर प्रेसर लो हुनेहरूले चाहिँ यो नखानु होला। र यसको यो अचार पनि एकदमै मिठो हुन्छ। यो हाल्छु। यो एकदम च्यापच्याप हुन्छ। यो फुटिसकेपछि अब हामी यसलाई पिस्छौँ। बाबरी र धनिया हाल्छौँ। यो अचार रेडी भयो। यसमा पानी नहाल्नु होला बनाउँदाखेरि। र यसमा चाहिँ तेल पनि नहाल्दा हुन्छ। यतिकै मिठो छ यो। र यसमा चाहिँ हजुरहरूलाई अमिलो मनपर्छ भने कागती अलिकति निचोड्दा पनि हुन्छ। तर सकेसम्म यसरी तितो नै यो मिठो हुन्छ। र हजुरहरूले पनि बनाएर खानु होला।